डर लाग्यो बाबु अलि अप्ठ्यारो खालको ठाडै सक्यो है वे कस्तो हुँदा पछि चाहिँ राखेर गइहाल्ने पानीले पुग्छ हेर हेलो गाइज वेलकम टु माई न्यू ब्लग आज चाहिँ हामी ससुरालीबाट फर्किँदैछौँ अहिले हामी सिसाघाटबाट हिँडिसकेको छ सबै गाइज सिसाघाटको बाटो खत्री बजार अरे यो चाहिँ यो बाटो चाहिँ कहिल्यै पिच हुँदैन खोला बढी छ हिजोको भन्दा बढी छ खोला पर्दैन खोलाको बाटो नगइकन झलुङको पुलको बाटो जानु गइरहेको छु खोला चाहिँ बेसरी बढेको भएर हिजो चाहिँ हामी फेरि फर्किनु परेको थियो अनि फेरि यही पुलबाट आएको थियौँ अहिले फेरि यही पुल भएर जान्छ पुल चाहिँ यस्तो छ जाउँ है त डर लाग्यो बाबु अलि अप्ठ्यारो खालको ठाडै सक्यो है अनि स्पेस थोरै छ कि फेरि उतै माथिको चाहिँ बनाएको रहेछ माथि चाहिँ स्पेस अलि धेरै बनाएको छ अहिले त्यो स्पेस चाहिँ थोरै छ कि अलिकति डर लाग्छ क्या सिरिङ्ग हुन्छ हेर ठाडै छ क्या हेर त हो क्या अहिले चाहिँ हामी उकालो उक्लिने क्रममा छौँ यो उकालो पछि फेरि पुरै ओह्रालो झर्नुपर्छ गर्मी भयो गर्मी
पुरै ढुङ्गा बाटोमा गिटीहरू त बाटोमा ल्याइछु कि त्यही घरलाई हो र पानीले चाहिँ सबै बाटो यस्तो बनाइछ यो बाटो चाहिँ अलिक रिस्की हुन्छ है यस्तोमा चाहिँ एकदम होसियार भएर चलाउनु पर्छ न्युरो बिचरा यस्तो घाममा न्युरो बेच्न उभिराख्या पछाडि यस्तो लोड छ कि यो तान्न बुलेट भएर तानेको अरू बाइक हुने भए त तान्थेन होला फेरि नजिकै यहाँ विश्राम गर्दैछौँ हेलो सयोङ मेरो बाइक चाहिँ नि एउटा ट्याक्सी एउटा ट्र्याक्टरभन्दा कम छैन यति धेरै साउन्ड बोकेर हिँड्यो सयोङ गर्नु भएको छैन गर्नु भएको छ भने एकछिन जग्गा फुकाला नि त यो त फेरि अब एकैछिन 5 मिनट रेस्ट गरेर हामी यहाँबाट हिँड्दैछौँ खै बाबु के देख्यौ रे के प्लान रे टच मी नट प्लान भन्छ यसले खै टच गर त एकैछिनपछि फेरि यो ओपन हुन्छ नि त्यो अर्को लाइन टच गर पहिलो त जस्तो फेरि काडा हुँदैछ कहाँ हुन्छ नि बाबु के गर्दैछौ ऊ ड्रागन फ्लाइ बाबु साउथ त ल क्याच गरेर यता यसमा यस त्यहाँ पनि छ ल साँच्चै सक्दैन है त सुन्दैन क्या त्यसै काम हुँदैन ओके डर लाग्छ कि हेरे You're so let go. Wait.
त्यहाँ थियो नमार है त्यतै छोड्दिनु फेरि अहिले त्यहाँ चाहिँ अब राइट अब मेरो पालो है टुटु उडाइदियो ओइ त्यो छान्दैन ल गयो कता गयो तिमीले अब एउटा बसले बनाइन्छ भएन म तिमीलाई दिन्छु चाहिँ बाइक यहाँ रोकेर क्यारेट बाबुले अब चाउमिन खान्छ थियो बाउ छोरा चाउमिन लिन जाँदैछौँ यो तलको टिमको होटेलमा चाउमिन लिन जाँदैछ आउँछ होइन 15 मिनटको वेटिङ पछि हाल्दै हामीले हाम्रो खाजा खुवाउन सफल भएका छौँ है पानी पर्न लागिसक्यो अब गम कम्ती खाएर टाप कस्नुपर्छ बाबु चाउमिन गम कम्ती चाउमिन खानु छ नि अब कस्तो हुँदा पछि छिटो खाएर गइहाल्ने पानीले पुग्छ फेरि हामी खाजा खाएर अब यहाँबाट हिँडिसक्यौँ पानी पर्ला जस्तो छ है अवस्था हेर्दा चाहिँ पानी परे केही मतलब त छैन किनभने हामी प्लास्टिक टर्न ल्याएका छौँ त्यही पनि सामानहरू भित्र कि भन्ने कुरो हो तर केही फिकर छैन बाटो फेरि औडा खाके पहिला बस जान दिने के ढुङ्गा यस्तो कालो कालो ढुङ्गा त अलि अगाडि अब मलाई गाह्रो हुन्छ यसको कस्तो राम्रो देखेको है वाउ यो त खेती नै गरेको होला है गाइस पानी पर्न सुरु भइसक्यो कहाँसम्म यति अलि ठुलो पर्यो भने चाहिँ नि प्लास्टिक लगाउनु पर्छ है प्लास्टिक लगाऊँ कि क्या है प्लास्टिक लगाऊँ कि क्या हो चाहिँ प्लास्टिक ओढ्ने सुरुमा छौँ अब गोप्रो पनि अब झोलामा राख्नुपर्छ बेसरी पानी पर्यो भने त सबै बित्छ सायद आजको भिडियो यहीसम्मको लागि होला ल सक्यो होला हामी चाहिँ यस्तो अवस्थामा आइपुग्यौँ बाटोमा कुदेर पानी पऱ्यो कि
यस्तो भिज्यो कि हामी यस्तो भिज्यो कि अवस्था यस्तो छ आजको लागि यति नै गाइस बाई सी यू अन नेक्स्ट भिडियो